अब हामी नाम्चेमा खाना खाएर राजा रानीको यात्रातर्फ अघि बढ्यौँ। इटरी धरान भेडेटार हुँदै नाम्चेसम्मको यात्राको भिडियो बनाइसकेका छौँ। हाम्रो युट्युब च्यानलमा गएर हेर्नुहोला। टन्टलापुर घाम लागेका कारण मौसम खुलेको छ। राजा रानी ताल यहाँबाट करिब 12 किलोमिटरको दूरीमा रहेको छ। ल यहाँ एक जोडी हिँड्दैछ, यस्तो छ। यस देखाउनु त नहुने, देखाइहाल्यो। घाम लागिरहेछ, अघि चाहिँ धुम्मिएको थियो। मौसम एकदमै क्लियर छ, एकदमै राम्रो दृश्य देखिरहेको छ। दुईतिर हरियाली, बिचमा घुमौरो बाटो, अनुपम सुन्दरताले भरिपूर्ण। ल यहाँ घुम्ने यात्रीहरू देखिँदै हुनुहुन्छ। हामी अब जाँदैछौँ राजा रानीतिर। के छ आज के 10-12 वर्ष हो, एकदम स्मुथली कुदाइरहनु भएको छ। कसैलाई गाडी स्कर्पियो चाहिन्छ यता आउनको लागि भने म यहाँ तल कन्ट्याक्ट नम्बर राखिदिन्छु, हेरेर फोन गर्न सक्नुहुन्छ। हो यो मार्केटिङ अनुसार खासै पैसा लिनु चाहिँ नपर्ने हो, उल्टा दिनुहुन्छ कि भन्ने छ। ल बाटो चाहिँ हेर्नु है, यस्तो छ। त्यहाँ अलिकति ग्राभेल जस्तो भए पनि ठिकै छ। बाक्सेल हो साँच्चै पहिला खाने जस्तै भएर छ। यहाँ त कालो बाटो रहेछ, यस्तो भिड छ। ओहो बाटो असार साउनमा चाहिँ यता त म देखाउनै मुटु चिउ हुन्छ, देखाउँदै। Baby, don't be sorry for me. Gonna just perfect story. You say you're running for me, but I'm the true story. Baby, don't be sorry for me. Gonna just perfect story. पनि हेर्न पाउनुभयो तपाईँहरूले, एकैचोटि दुईटा फेरि। Baby, don't be sorry for me. Gonna just perfect story. You said you were running for me, but I'm the true story. Baby, don't be sorry for me. Gonna just perfect story. ल हामी चाहिँ एकछिन यसो फ्रेस हुन गाडीबाट बाहिर निस्केका छौँ। हाम्रो गाडी चाहिँ यहाँ छ र योसँगै फेरि हामी हाम्रो यात्रालाई कन्टिन्यू गर्छौँ। अगाडि पहाड, पहाडमाथिको आकाशमा बादलको दृश्य हेर्दै रमाइलो छ। Star falls into the sky. The summer was alive, going to the end of time. I can see the daylight as we go fly.
फाइनल्ली हामी राजा रानी ताल पनि आइपुग्यौँ। सडकको किनारमा नेपालका झन्डाहरू राखिएका रहेछन्। अब हामी केही बेर यहाँ बस्नेछौँ, घुम्नेछौँ, रमणीय दृश्यहरू हेर्नेछौँ, साथै फोटो भिडियोहरू पनि खिच्नेछौँ। ब्लग हेर्दै गर्नुहोला। आइपुग्यो फाइनल्ली राजा रानी ताल। बाहिरबाट हेर्दाको दृश्य चाहिँ यस्तो रहेको छ। कति रहेछ टिकटको? टिकट दा चाहिँ 50 रुपियाँ रहेछ। फुलहरू रोपिएका रहेछन्, एकदमै सुन्दर देखिएको छ। फुलहरूले गर्दा बोट पनि रहेछ यहाँ, बोटिङ गर्न पनि सकिने रहेछ। अहिले सम्भवतः हामी बोटिङ पनि गर्नेछौँ। फुल चाहिँ यो फुल चाहिँ साह्रै राम्रा राम्रा फुल फुलेका रहेछन्। मेहनत गरेर फुल रोपेका रहेछन्। ल जाउँ हामी तालको नजिक, कस्तो रहेछ। राजा रानी ताल, यहाँ राजा रानी ताल देखिएको ठाउँमा फोटो पनि खिच्न सकिने रहेछ। र बोटिङ यहाँको राम्रो छ, बोटिङ देखेँ मैले। मजासँग हामीले बोटिङ गर्न सक्ने रहेछ। हामी राजा रानी तालमा केही फोटाहरू खिच्न थाल्यौँ। यहाँ भित्र चाहिँ पिङ खेल्ने र हातमा फोटो खिच्ने पनि रहेछ। यो भित्र प्रवेश गरेपछि एक्स्ट्रा 50 रुपियाँ तिर्नुपर्ने रहेछ। हामी यो लगाएर जाने तयारीमा छौँ बोटिङको लागि। ल तयारी हो? तयारी भयो। के छ तयारी अवस्थामा हो? तयारी के छ यता तयारी हो? तयारी। सुलभ के हो यता? डर त लागेको छैन नि? छैन। ल ल ल बिस्तारै समाएर लडिन्छ। फोटो फोटो फोटो। ल म पनि जाँदैछु बोटिङको लागि। लडिन्छ है क्या हो? उभिने हो नि त ब्लगर। उल्टो हुँदो नि त यता फर्किँदा त। ल अब हाम्रो बोटिङ सुरु हुन लागिरहेको छ। कस्तो लागिरहेको छ? ल यहाँ देखिएन, फ्रेममा आउनु पर्यो। मान्य सदस्य चुप लागेर भन्नु। गुरुजी हामी यो कति राउन्ड घुम्छौँ? 3 राउन्ड है। 4 राउन्ड गरिदिनु पर्यो हामीलाई। अनि तपाईँहरू यदि राजा रानी आउँदै हुनुहुन्छ भने हाम्रो गुरुले यहाँ राम्ररी बोटिङको छ, त्यो गरेर हामीलाई 4 राउन्ड गरिदिनुहुन्छ। लडिन्छ क्या हो? ल ल
Just sound like a stranger, so far away from me. You said you were यहाँ पिङ रहेको छ, पिङ खेल्न सकिनेछ, साथै यहाँ हात रहेको छ जसमा चाहिँ फोटो खिच्न पनि सकिनेछ। यहाँको चाहिँ विशेष भनेको यो राजा रानी ताल रहेछ जसमा चाहिँ बोटिङ गर्न सकिने रहेछ। पर पर्सन सस्तोमा पर पर्सन 300 रहेछ। 300मा 3 राउन्ड घुम्न पाइँदो रहेछ। एकदम राम्रो अनुभव गर्न पाइयो शीतल चिसो ठाउँमा।